हेलो दर्शन नमस्ते सबैजना संसारमै हुनुहुन्छ होला अनि न्यू डे न्यू ब्लग अनि मेरो थम्बनेल टाइटल हेरेर तपाईँलाई थाहा भइसक्यो आजको भिडियो के विषयमा भन्ने कुरा हैन। अनि धेरैले खरा भान्जा कहाँ छन् भनेर धेरैले सोधेको थिए कि अनि हिजो भ्लगमा पनि धेरैले सपोर्ट गरिदिनु भयो कि अनि खरा भान्जा मसँग थिए हैन। अनि मैले हिजोको भ्लगमा नि प्राय सबै कुरा भनिसक्यो। आजको भिडियोमा चाहिँ धेरै कुराहरू म भन्दिनँ हैन। अब जस खरा भान्जा कहाँ छन् र कहाँ अहिले मसँग छ कि छैनन् भन्ने कुराहरू मात्र म भन्छु है। र कता छन् भन्ने विषयमा मात्रै बोल्छु। खरा भान्जा लगभग मसँग 4-5 दिन बसेँ हैन। अनि ठ्याक्कै 4-5 दिन बसेपछि उसको कल आयो। अनि फेरि अब असारसम्म चाहिँ अब रोपाइ हुन्छ नि त। अहिले असारमा चाहिँ बेसी रोपाइ हुन्छ नि त। रोपाइको लागि चाहिँ कल आएको थियो घरबाट। अनि ऊ चाहिँ मैले यहाँ तनहुँबाट चाहिँ तनहुँ डुम्रे भन्ने ठाउँबाट चाहिँ मैले उसलाई गाडीमा पठाइदिएको थिएँ। त्यसपछि ऊ के अरे गाउँ पुगिसकेँ, खरा भान्जा गाउँ पुगिसकेँ हैन। अनि एमआरबीले नि मलाई मेसेज गरिदिनु भएको होइन। एमआरबी लगभग म भन्दा 1-2 वर्ष अगाडि युट्युबमा आउनुभएको। जस फिल्ममा आएको चाहिँ मैले एमआरबीको भ्लग हेर्दा फेरि लगभग कति थियो सब्सक्राइबर, लगभग 30,000 कि 25,000 सब्सक्राइबर थियो क्या युट्युबमा एमआरबीको। त्यति त्यो टाइममा मैले हेर्दा फेरि है। अब अहिले चाहिँ अब एमआरबी कहाँ पुग्नु भइसक्यो होइन। अब म हेर्नु म कहाँ तला छु, एमआरबी कहाँ माथि हुनुहुन्छ कि लास्ट दुःख लाग्छ होइन। तर ठिकै छ, मैले नि आफ्नो ठाउँमा एकदम मिहिनेत गरिरहेको छु। अनि एमआरबी भ्लगले चाहिँ खरा भान्जालाई हरेक कुराहरू यस्तो माया गर्नुहुन्छ कि त्यो कुरा तपाईँलाई मैले हिजोको भ्लगमा भनिसकेँ कि कतिपय त हावा कुराहरू होइन। यो जेप्पा त्यही भनिरहेको छ यो भन्ने कुरा गरिरहेको छ कि यो मैले जेप्पा त्यही बोलेको भने होइन, रियलमा जे हो त्यही भनिरहेको छु। मसँग बसेको थिएँ। अब यस्तो छ के अरे खरा भान्जाको के छ भने मसँग बस्छन् अनि फेरि उसको 4-5 दिन जति बस्छन् अनि उसको मुडा आउँछ। मुडा आएपछि अनि फेरि अर्कोले कोही जाम भन्यो भने उता गइदिन्छ। भोलि गाली आउने भनेको मलाई हो, नराम्रो हुने भनेको मलाई हो होइन। अनि एमआरबीलाई पनि दोष आउँछ नि त। अनि त्यसपछि फेरि मलाई भयो, त्यसपछि मलाई दोष आउँछ। त्यही भएर चाहिँ त्योभन्दा बरु राम्रो कुरा चाहिँ एमआरबीले चाहिँ ब्रदरले चाहिँ बरु पठाइदिनु, गाउँतिर पठाइदिनु भनेको मान्यो भने म के गर्नुपर्छ मैले गर्छु भन्ने कुरा गरेको थिएँ होइन। तर जस 4-5 दिनमा आएर बन्दीपुर मानुङकोट धेरै ठाउँ घुम्न पाइयो। तर मैले कतिपय भ्लगिङ बनाइनँ, खरा भान्जा टिकटक पनि बनाइनँ होइन। तर धेरैले सपोर्ट गर्नुभएको थियो। राम्रो ठाउँहरू म तनहुँमा धेरै राम्रो ठाउँ छ है। त्यो अलि मैले देखाउन पाएको छैन। त्यो पनि त्यसको बारेमा पनि कुनै दिन यस्तो राम्रो कन्टेन्टहरू ल्याउँछु म होइन। त्यो तपाईँले भन्नै पर्दैन, तपाईँले माया सपोर्ट गरिदिनु होला होइन। अनि हिजो जसरी सपोर्ट गरिदिनु भयो त्यसरी सपोर्ट गरिदिनु होला। मैले यस्तो मेरो आफ्नो बिजनेसलाई मैले बढी ध्यान दिनुपर्छ कि अनि युट्युबलाई पनि ध्यान दिनुपर्छ होइन। युट्युबबाट पैसा थोरै आउँछ तर अलिकति थोरै सपोर्ट पाए पनि बिस्तारै हुने हो नि त एकैचोटि होइन र। एकैचोटि त धेरै खोजेर कहाँ पाइन्छ र, पाइनँ नि त। अनि एमआरबीको बारेमा मैले के भन्न खोजेको भन्दा नि एमआरबीले चाहिँ मलाई लास्ट होइन फुल्ली सपोर्ट गरे कि नगरेको होइन। तर चाहिँ मलाई चाहिँ एकदम के नेपालको टप मोटो भ्लगर को भनेर सोधेँ भने चाहिँ म चाहिँ एमआरबी भ्लग राजपथ म भन्छु कि मलाई म दुईवटामा छुट्याउनु मन लाग्दैन कि दुईवटै मनपर्छ कि मलाई। त्यही भएर चाहिँ म एमआरबी भ्लगलाई चाहिँ बगर मनपर्छ कि। त्यही भएर एमआरबी भ्लगको कुराहरू सुन्न पनि कस्तो मजा लाग्छ होइन। जस मलाई चाहिँ एकदम एमआरबी त सोझो लाग्छ होइन। होइन पछाडि यस्तो पुरै कुहिरो लाग्यो होइन। ठ्याक्कै माथि के गरेर देखियो हामी हनी पुग्यौँ कि अलि अगाडि गएपछि त्यो गरेको छ कि म चाहिँ ठ्याक्कै हाइवेबाट थोरै भित्रबाट आएको छु। नयाँ पुल रहेछ होइन, त्यतातिर देख्नु सक्नुहुन्छ। पुरै हेर्नु पानी पऱ्यो नि त। अब कस्तोसँग पानी बिस्तारै पर्छ नि त मेन कुरा। त्यही भएर धेरै त्यही भन्नुभयो खरा भान्जा कहाँ गयो कता गयो, तिमीसँग हिँडेको थियो कहाँ गयो कता लैदेऊ, अनि किन बोलाएको, घरिघरि फोन गरेर किन बोलाएको। पहिले पनि कन्ट्रोभर्सीमा पऱ्यो, अहिले पनि कन्ट्रोभर्सीमा पर्न बोलायो यहाँ, अहिले पनि हेरिराख्नु बोलाएको तिमीले भनेर धेरैले भने कि मलाई होइन। अनि मैले भन्नु नै त्यही हो। अब खरा भान्जा गएको अस्ति हो है, अस्तिको कुरा हो। मैले गाडीमा पठाइदिएको। ऊ चाहिँ घर गएर पनि उसले गाउँतिर गएर पनि मैले भिडियो बनाएको साइड टिकटकमा भिडियो हालेर पुरै रोपाइमा गएको हुन्छ नि जोतेको सबै हालिदिरहेको थियो कि उसले। अनि जस मलाई चाहिँ माया सपोर्ट गर्छ कि एमआरबीले जति सपोर्ट खरा भान्जालाई गर्छ नि त्यति सपोर्ट चाहिँ फेरि खरा भान्जालाई मलाई फुल्ली सपोर्ट गर्छ कि। त्यो है कुरा चाहिँ। मैले अस्ति खरा भान्जाले के भन्थ्यो नि, ए मामा यहाँ तपाईँ झुल्ने गोटीसोटी खाने झ्याप हुने यताउति
भनेर पुरै टिकटकमा त्यो लाइभ बसेर भनेर होइन धेरैले मलाई हेड कमेन्ट गरेको त होइन कि म गुटी खान्छु जस्तो देखिन्छ मेरो लाइफ छैन मैले सोच्नुपर्छ जिन्दगी हो धेरै कुरा गर्न बाँकी छ नि त मैले त सोच्नु पऱ्यो नि त अनि जे पाए त्यही बोलेर सोसियल मिडियामा भएन नि त त्यही नै अरू त के बोल्नु र के विषयमा बोल्नु होइन अब मान्छेले जे पनि भन्छन् होइन मान्छेको पछि नलाग्नु होला म त्यही भन्छु यार एमआरबी दाईलाई पनि के भन्छु भने एमआरबीमा तपाईँले मलाई नि सायद मेबी कुनै दिन भेट्नुहुन्छ होला होइन तर तपाईँ यस्तो कुल होइन तपाईँ यस्तो बुझ्ने मान्छे सायद मेबी कमै पाइन्छ होला होइन अनि हाम्रो खरा भान्जालाई चाहिँ म के भन्छु भने खरा भान्जा तिमी अझै सानो छौ होइन अहिले त 18 लाग्यो होइन जस अब चाहिँ अलिकति कुराहरू सोच्नुपर्छ बुझ्नुपर्छ दाइहरूले भनेको कुराहरू मान्नुपर्छ भनेको हो मैले अरू के पनि भन्दैन हिजो भ्लगमा पनि त्यही भनेको आज भ्लगमा पनि अलिकति त्यही जोडेको छु अनि धेरैले अब त्यही त भनिहाल्छ नि खराब भन्छ कता गयो यसले कता त लान्छ बोलाउँछ घरिघरि भनेर धेरैले त्यही भन्थे मैले बोलाउने होइन ऊ आफै आएर मलाई बिचमा आएर कल गरेको पोखरा आएपछि कल गरे हो पोखरा कि दमौली आएपछि कल गरेको अनि मैले त्यही कुरा गरेको होइन त्यही हो म कन्टेन्टहरू डेली हाल्छु कोसिस गरिरहन्छु सबैजनाले माया सपोर्ट गरिदिनु होला होइन अब विषयमा के बोल्नु हो र होइन अलिकति यस्तै भइरहेको छ म आफ्नो कामहरूलाई नि टाइम दिनुपर्छ होइन अनि अलिकति बिजनेसहरूलाई पनि टाइम दिनु पऱ्यो द युट्युब मात्रै भनेर नि भएन अनि आज चाहिँ म विशेष मेरो काम ल्याएको थिएँ त्यही बेलामा यसो है नजिकै एउटा सानो भर्खर बनाएको पुल रहेछ त्यताबाट नि यता कता गाउँ यता लमजुङ जान नि मिल्छ यो बाटो पनि अनि पुलमा यसो आएर यसो भ्लग चाहिँ बनाइदिउँ होइन हल्का जानकारी दिउँ भनेर मात्रै आएको त्यही नै हो सबैजना माया सपोर्ट गरिदिनु भयो होइन त्यसको लागि धेरै धन्यवाद अब नेक्स्ट भ्लगमा भेट्नुपर्छ टाइम मिलेसम्म म डेली भ्लग हाल्ने कोसिस गर्छु है।